हेलो एभ्रिवान, वेलकम टु द भिडियो। र यो भिडियोमा चाहिँ हामी क्लास 12 को फिजिक्सको इलेक्ट्रोन च्याप्टरको हाम्रो एउटा डेरिभेसन मोसन अफ इलेक्ट्रोन इन युनिफर्म इलेक्ट्रिक फिल्ड है। एउटा इलेक्ट्रोनलाई चाहिँ होइन एउटा इलेक्ट्रिक फिल्डमा चाहिँ होइन हामीले पास गराउँछौँ होइन। अनि त्यसरी त्यहाँनिर चाहिँ त्यसले कस्तो मोसन देखाउँछ भन्ने कुरा हो क्या होइन। अब यसले म भनिदिइहाल्छु कस्तो मोसन देखाउँछ। यसले चाहिँ प्याराबोलिक मोसन देखाउँछ है, प्याराबोलिक मोसन देखाउँछ। अनि हामीले चाहिँ यसले प्याराबोलिक मोसन देखाउँदो रहेछ है भनेर चाहिँ हामीले प्रुभ गर्नुपर्ने छ है त। अब हामीले यो क्लास 11मा पनि काइनेमेटिक्समा प्रुभ गर्दाखेरि हामीलाई थाहा नै छ होइन। हाम्रो y = x स्क्वायर है, y = अनि सर्टेन थिङ अथवा कन्स्ट्यान्ट अथवा जे भए पनि y = अनि y = x स्क्वायरको फर्मेटमा आउनुपर्छ है त हाम्रो त्यो इक्वेसन चाहिँ। अनि यदि हाम्रो y = x स्क्वायरको फर्मेटमा आयो भने चाहिँ त्यसले प्याराबोलिक मोसन फलो गर्छ भनेर हामीलाई थाहा हुन्छ है त। अब यहाँनिर फिगर बनाइएको छ यो क्वेसनलाई फर्दर गर्नको लागि, यो बुझौँ है त। सबभन्दा सुरुमा त यहाँनिर एउटा मेटालिक प्लेट छ है त, मेटालिक प्लेट छ अनि त्यसको सडन पोटेन्सियल डिफ्रेन्स छ है। अनि साथै यहाँनिर अर्को मेटालिक प्लेट छ है, अर्को मेटालिक प्लेट छ अनि त्यसको चाहिँ त्यसलाई चाहिँ अर्थ गरिएको छ है त, त्यसलाई चाहिँ अर्थिङ गरिएको छ। सो यसको पोटेन्सियल डिफ्रेन्स हुँदैन, यसको मात्र पोटेन्सियल डिफ्रेन्स हुन्छ है त। अब यो चाहिँ पोजिटिभ हो है त, यो चाहिँ पोजिटिभली चार्ज हो। सो यसको पोटेन्सियल डिफ्रेन्स चाहिँ भी भयो भने यसको चाहिँ 0 हुन्छ है त, किनभने यसलाई अर्थिङ गरेको छ। सो हाम्रो यसको टोटल इलेक्ट्रिक फिल्डको हाम्रो टोटल पोटेन्सियल डिफ्रेन्स भनेको भी हुनेछ है त, किनभने भी - 0 हुन्छ। सो भी हुन्छ। अनि यहाँबाट हामीले के गर्यौँ त भन्दाखेरि इलेक्ट्रोन पास गरायौँ है त, यहाँबाट इलेक्ट्रोन फायर गऱ्यौँ अनि त्यसरी यसको मोसनलाई अब्जर्भ गऱ्यौँ है त। सबभन्दा सुरुमा त गयो 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 अनि बिस्तारै माथि प्याराबोलिक नेचर देखाउँदै माथितिर कर्भ भयो है त। अब यो दुईवटा प्लेटको डिस्टेन्स कति छ त, d छ है। अनि एउटा प्लेटको लेन्थ चाहिँ कति छ त, d छ है त। सो अब यति बुझिसकिसकेपछि त्यही हो। अब हामीले यहाँनिर होइन यो युज गरेर यो हाम्रो इलेक्ट्रोनको मोसनलाई युज गरेर चाहिँ हामीले y = x स्क्वायरको फर्मेट देखाउनुपर्छ र हाम्रो त्यति नै हो है त प्रुभ गर्नुपर्ने कुरा चाहिँ। सिम्पली यहाँनिर चाहिँ के भन्न खोजेको भन्दाखेरि इलेक्ट्रोन चाहिँ इलेक्ट्रिक फिल्डमा चाहिँ कसरी बिहेभ गर्छ, कस्तो मोसन देखाउँछ भन्ने कुरा मात्र हो क्या यो। ओके, अब हामी फर्दर हेरौँ है त। अब यहाँनिर थोरै ल्याङ्ग्वेज लेख्नै पर्छ होइन, तपाईँहरूले एक्जाम पोइन्ट अफ भ्यूले गर्दाखेरि पनि हामीले ल्याङ्ग्वेज चाहिँ लेख्नै पर्छ। सो consider two metal plates parallel to each other in which upper plate is maintained positive potential and lower plate is earthed so that a uniform electric field is produced है। अब यहाँनिर चाहिँ मैले अघि भनेको कुरा भयो, अगाडि चाहिँ पोजिटिभली चार्ज पोटेन्सियल चाहिँ मेन्टेन गरिएको छ र तलको प्लेटलाई चाहिँ अर्थिङ गरिएको छ है त। अनि त्यसरी लेट भी विथ द पोटेन्सियल डिफ्रेन्स एन्ड डी विथ यर डिस्टेन्स अफ सेपरेसन है। अनि अ होरिजेन्टल बिम अफ इलेक्ट्रोन विथ इनिसियल भ्यालुसी यु इज एलाउड टु इन्टर द फिल्ड है। अब यहाँनिर चाहिँ के गर्यो अरे त भन्दाखेरि यु भेलिसिटी भएको इनिसियल भेलिसिटी यु भएको इलेक्ट्रोनलाई चाहिँ यहाँबाट पास गराइयो अरे है त। अब हामी चाहिँ डिराइभ गर्नतिर लाग्यौँ है त। ओके, अब फर्स्टमा हामी के गरौँ त, इन होरिजेन्टल डिरेक्सनमा हेरौँ है त। अब होरिजेन्टल डिरेक्सनमा चाहिँ यो इलेक्ट्रोन है यसरी यतापट्टि जाँदाखेरि चाहिँ युनिफर्म भेलिसिटीले जान्छ क्या, युनिफर्म भेलिसिटीले जान्छ। सो यसको एक्सेलरेसन 0 हुन्छ है त। अब यहाँनिर एक्सेलरेसन 0 भइहाल्यो। अब डिस्टेन्स एलङ होरिजेन्टल डिरेक्सन हेरौँ है त, x = ut + 1/2 at स्क्वायर है त। अब यता हाम्रो 0 भइहाल्यो, x = ut मात्र रह्यो है त। अनि यहाँबाट म टीलाई पनि टीलाई एलोन बनाएर t = x/u। सो यो हाम्रो आयो है त। अब हाम्रो नेक्स्ट भनेको अब इन भर्टिकल डिरेक्सन है त। अब भर्टिकल डिरेक्सनमा चाहिँ इनिसियल भेलिसिटी 0 हुन्छ है त। अब यहाँ फिगरमा हेऱ्यौँ भने सुरुमा होइन इनिसियल टाइममा यो माथितिर मुभै गरेको हुँदैन है, एउटा लाइनमै कुदिरहेको हुन्छ, लाइनमै अगाडि फरवर्ड गइरहेको हुन्छ होइन। सो त्यही भएर इनिसियल भेलिसिटी यो अप्परतिर जाने होइन, भर्टिकल डिरेक्सनको इनिसियल भेलिसिटी 0 हुन्छ है त। तर एक्सेलरेसन है, एक्सेलरेसन भने चाहिँ हाम्रो
तर एक्सेलरेट हुन्छ है त। अब यता बढ्दै गइसकेपछि होइन यसलाई अब यो माथिको प्लेटले तान्न थाल्छ है त। यो माथिको प्लेटले एट्र्याक्ट गर्छ र इलेक्ट्रोन बिस्तारै माथितिर जान्छ है त, कर्भ बनाउँदै यसो। अनि हाम्रो एक्सेलरेसन चाहिँ यसमा एक्सेलरेट चाहिँ गर्छ है त। भन्नुको मतलब यो इलेक्ट्रोन चाहिँ एक्सेलरेट गर्दै माथितिर जान्छ है त, यतातिर चाहिँ। अनि यता चाहिँ युनिफर्म एक्सेलरेसनले युनिफर्म भेलोसिटीले जान्छ, यतातिर चाहिँ एक्सेलरेट गर्दैन। ओके अब y इज इक्वल टु, अब सुरुमा त हाम्रो यहाँनिर y नै हाम्रो भर्टिकल डिरेक्सनको भेलोसिटी नै छैन, सो यो टर्म नै 0 भइदियो। 1/2 AT² मात्र रह्यो है त। ओके अब वी नो इन इलेक्ट्रिक फिल्ड है, इलेक्ट्रिक फिल्डमा चाहिँ के हुन्छ त भन्दाखेरि फोर्स इज इक्वल टु चार्ज इन्टु इलेक्ट्रिक फिल्ड है त। अनि हाम्रो एफ भनेको त एमए पनि हो होइन, एफ इज इक्वल टु एमए अनि ई है। अनि अब हामी यहाँबाट के गर्ने त भन्दाखेरि एलाई एलोन बनाइदिने है त, एलाई एलोन एक्सेलरेसनलाई एलोन बनाइदिने। सो ई/एम भयो है त। अनि अर्को कुरा ईलाई हामी के पनि लेख्न पाउँछौँ त भने ईलाई हामी v/d पनि लेख्न पाउँछौँ है त, ईलाई हामी v/d पनि लेख्न पाउँछौँ। सो अब यो ईलाई चाहिँ हामी v/d ले रिप्लेस गरिदिउँ है त, ई टाइम्स v/d अनि अगाडिको एम त यहाँ छँदै थियो। सो ए इज इक्वल टु EV/md भयो है त। ओके अब चाहिँ हामी के गर्ने त भने यो इक्वेसनलाई चाहिँ हामी इक्वेसन 1 मानिदिउँ होइन। अनि इक्वेसन 1मा चाहिँ हामी ए र है यो अघि भर्खर निकालेको ए को भ्यालु र यो टी को भ्यालु चाहिँ हामी के गर्छौँ त यो वाइमा लगेर हालिदिन्छौँ है त, यो ए र टीमा हालिदिन्छौँ अनि हाम्रो एन्सर अटोमेटिकली आइहाल्छ। ओके अब यहाँनिर 1/2 ए को ठाउँमा हाम्रो के थियो त EV/md अनि 30 को ठाउँमा हाम्रो के थियो त x/u को होल स्क्वायर। त्यसरी 1/2 EV/md अनि त्यसरी x² भयो अनि यो u² हुन्छ तल होइन, त्यो चाहिँ मैले यहीँनिर गएर इन्क्लुड गरेँ है त, u² md हो है त यो। ओके फेरि लेखिदिएँ मैले 1/2 EV u² md अनि यतापट्टि x² है त। सो अब यहाँनिर हाम्रो y इज इक्वल टु x² आयो। यो भनेपछि के भयो त भन्दाखेरि यसले प्याराबोलिक मोसन चाहिँ फलो गर्छ भनेर हामीले थाहा पायौँ है त। सो द्याट वाज अल, थ्याङ्क यू सो मच फर वाचिङ एन्ड प्लिज सब्सक्राइब द च्यानल फर मोर भिडियोज।